नमस्ते नमस्कार। नमस्ते नमस्कार गोड लगेपछि सम्पूर्ण गोटेले आज म अलिकति असुविधाको बावजुद पनि यस कार्यक्रम सञ्चालन गर्न गइरहेकी हुनाले आज मैले गान बजाउन सकिनँ। त्यसको लागि क्षमा प्रार्थी छु र गान बजाउन नसक्दा पनि म आफैले के गाएर यहाँलाई सुनाउँदैछु। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरामा जन्मेका कुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालकी छोरी, म झुक्दैन झुक्ने नेपालकी छोरी। खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लास छोपिन्न, मेरो शिर उडाऊ बरु त्यो सहन्छु, तर कोही पराएले टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरामा जन्मेका कुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालकी छोरी, म झुक्दैन झुक्ने नेपालकी छोरी। धन्यवाद। नमस्ते। फेरि पनि कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्णलाई आज मैले शुक्रबार लौकथा विमर्श कार्यक्रममा स्वागत गरेँ। मैले अघि नै जानकारी गराएँ, आज म सिराहा जिल्लामा छैन, मेरो घर सिराहा जिल्ला धनगढीमै नगरपालिका हो भने आज म शिक्षक तालिम टिप्पणी तालिमको क्रममा लिने क्रममा मध्य प्रदेशकै बारा जिल्ला कलैयामा रहेको एउटा होस्टलमा बसिरहेको अवस्थामा पनि आज मेरो कार्यक्रमको पालो रहेको हुनाले यीबाट असफलताका बावजुद पनि कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। त्यसैले केही त्रुटि भयो भने यहाँले मलाई क्षमा गर्ने होला। नेट पनि स्लो छ, तैपनि मैले डाटा अन गरेको छु। सरले मलाई कल गर्दै हुनुहुन्छ भने सर काटेँ। सरले कल गर्दै हुन्छ, सर मलाई हेर्दै हुनुहुन्छ भने एड गर्नु होला। मैले हजुरको कल काटेँ, फेरि हजुरको कल उठाउँदा यो कनेक्सन टुट्छ। आज लौकथा प्रतिष्ठानको फेसबुक पेजबाट सधैँ झैँ प्रसारण हुने यस लौकथा विमर्श कार्यक्रम, शुक्रबारे लौकथा विमर्श कार्यक्रममा यहाँहरूलाई मैले फेरि भने मध्य प्रदेश को बारा जिल्लाबाट स्वागत गर्दैछु। साँझको 7:40 भइसकेको छ। अबको लगभग 1 घन्टाको बसाइ यहाँहरूसँगै हुनेछ मेरो। म यहाँलाई साहित्यिक मनोरञ्जन गराउनेछु। आज लौकथा प्रतिष्ठानको बाट सञ्चालन हुने यस कार्यक्रमको 1628 श्रृङ्खला रहेको छ। म प्रस्तुता सङ्गीता यहाँहरूलाई फेरि पनि हार्दिक स्वागत गरेँ। यहाँहरूले मलाई निहालिरहनु भएको छ भने मनोरञ्जन सर हेर्दै हुनुहुन्छ। सर मेरो आवाज आइरहेको छ कि छैन? यहाँ नेट स्लो देखाइरहेको छ, त्यसैले कमेन्ट गरिदिनु न प्लिज। मलाई अप्ठ्यारो भयो। अर्को डिभाइसबाट पनि यहाँ मेरो मोबाइल त लिएको छ, तर मैले सुन्न सकिरहेको छैन। यसबाट हजुरले मलाई कमेन्ट गरिदिनु होला। मनोहर सर हजुरले मलाई कमेन्ट गरिदिनुहोस् कि सुनिरहेको छु म्याडम भनेर, त्यति मात्रै भनिदिए पुग्छ। नेट स्लो देखाइरहेको छ। इन्भाइट त छ, हेमराज सरलाई यहाँ हेमराज नट फाउन्ड आउँछ, मैले सर्च गर्न सकिनँ। हेमराज सरले पनि निहाल्दै हुनुहुन्छ भने मलाई यहाँ एड गर्नुहोस् त। मैले हेमराज सरलाई इन्भाइट गरेँ। अब हेरौँ
कसैले कमेन्ट गर्नुहोस्। यहाँ मलाई हेरिरहनु भएको छ भने आवाज आइरहेको छ। यहाँ मलाई नेट स्लो देखाइरहेको छ मेरो मोबाइलमा चाहिँ, र मलाई अगाडि बढ्नलाई अलि अप्ठ्यारो भयो। सरले पनि रिक्वेस्ट पठाउनु भएको छैन। राजा अरूको मैले रिक्वेस्ट हेरिरहेको छु, देखिरहेको छु होइन, तर मैले सरलाई इन्भाइट गरेँ तर पनि सर आउनु भएन। अब चाहिँ एड हुन्छ। म त्यति बेलासम्म एउटा मुक्तक यहाँहरूलाई सुनाउँदै गर्छु, सुन्नु होला। विपनामा आउने आस, विपनामा आउने आस, सपनामा पनि भयो निराश। सर आउनुभयो। हजुर सर नमस्कार। नमस्कार नमस्कार ल नमस्कार। म मुक्तक भन्दै थिएँ, अलिकति मुक्तक सुन्नु अनि त्यसपछि म हजुरसँग अगाडि बढ्छु। हुन्छ हुन्छ, अब जे सुनाउनु न। ठिकै। अरूले पनि कमेन्ट गरिदिनु होला कस्तो आइरहेको छ, यहाँ अनुहार काटिएको छ कि छैन भनेर। विपनामा आउने, मैले त राम्रो देखिरहेको छु। देखिरहनु भएको? हजुरले त देख्नुहुन्छ, अरूले देख्दाखेरि फरक पर्छ। विपनामा आउने आश, सपनामा पनि भयो निराश। सुनिरहनु है सर। विपनामा आउने आश, सपनामा पनि भयो निराश। खै के बुझौँ अब म, खै के बुझौँ अब म, खासै छैन अब त विश्वास। खै के बुझौँ अब म, खासै छैन विश्वास। मैले यति सुनाएँ, पछि फेरि म सुनाउँछु। तर के गरौँ, म अगाडि बढौँ, ढिलो भइसक्यो, तर मैले अर्को डिभाइसबाट देख्न सकिनँ। सर म अगाडि बढौँ? अगाडि बढ्नु न, अगाडि त बढ्नै पर्यो, नबढी सकिँदैन। ल ठिक छ। आज फेरि पनि मैले कार्यक्रमलाई निहालिरहनु भएको सम्पूर्णलाई बारा जिल्ला कलैयाबाट हार्दिक नमन टक्राएँ। मैले अघि नै जानकारी गराएँ, म तालिमको कारणले गर्दा अलिकति अप्ठ्यारै ठाउँमा छु, घरमा छुइनँ। तैपनि कार्यक्रमलाई असहजता बीच पनि सहजता थप्ने प्रयास गरिरहेको छु। र आजको यस कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै आज मसँग भएका 3वटा लघुकथाहरू नियमित लघुकथाहरू रहेका छन्, जसलाई जुन लघुकथाहरू रङ्गीन तिर्खा रहेको छ पहिलो भने, जसलाई प्राध्यापक डाक्टर पशुपति फुयान लेख्नु भएको छ। त्यसै गरी दोस्रो लघुकथा दृश्यको मूल्य, जसलाई रोजिना धमलाले लेख्नु भएको छ भने तेस्रो लघुकथा इत्तो थाल आदरणीय नन्दलाल सरले लेख्नु भएको छ। यी 3वटा कथाहरू मैले वाचन गर्नेछु भने, र वाचन गरेका लघुकथालाई विमर्श गरिदिनको लागि आदरणीय खेमराज पोखरेल साहित्यकारज्यूलाई पनि मैले यहाँ उपस्थित गराइसकेको छु। हजुरहरूले कार्यक्रम अन्तसम्म हेरेर साथ दिनु होला र आवश्यक सल्लाह सुझाव पनि त्यहाँ टिप्पणी लेखिदिनु होला। म त्यो टिप्पणी पनि अहिले निहाल्ने छु पहिलो लघुकथा वाचन गरिसकेपछि। र अब मैले लघुकथा वाचनतिर गएँ। पहिलो लघुकथा रङ्गीन तिर्खा, जसलाई प्राध्यापक डाक्टर पशुपति फुयानले लेखेर प्रस्तुत गर्नुभएको छ। अब लघुकथा यसरी सुरु हुन्छ। निलो आकाशबाट अचानक रातो पानी पर्न थाल्छ, तर भुइँ भने कतै रुजेन। चौरमा खेलिरहेका बच्चाहरूले देखे उनीहरूका फुटबलहरू एक्कासी हावामा अडिएर सुन्तला बने। सडकमा गुडिरहेका गाडीहरू तस्बिर जस्तै टक्क रोकिए, तर तिनका टायरहरू भने जोकरका टोपी जस्तै फनफनी घुमिरहेका थिए। नजिकैको एउटा बुढो रुखले आफ्नो पातहरू झारेर मानिसका जुत्ताहरू मार्न थाल्यो। के हामी सपना देख्दैछौँ? सानो मुनाले आफ्नो काखमा आइपुगेको एउटा चिसो घामलाई सोधिन्। घामले उत्तर दिएन, बरु आइसक्रिम बनेर पग्यो र जमिनमा एउटा प्रश्न चिन्ह बनायो। सहरमा सबै ऐनाहरूले मानिसको अनुहार देखाउन छोडेर पछाडिको दृश्य देखाउन थाले। मानिसहरू आफ्नै पिठो हेर्दै दङ्ग परिरहेका थिए। कसैले कसैलाई चिन्नुपर्ने आवश्यकता नै बाँकी रहेन, किनकि सबैको नाम अब एउटै थियो। कोही बजारमा मानिसहरू नभएको वस्तु किन्दै थिए र रित्तो हातको मूल्य चुकाउँदै थिए। भिडको बीचमा उभिएर एउटा अन्धो मान्छेले आकाशतिर हेर्दै ताली बजाएर करायो, मैले उज्यालो समातेँ, यो त कति अँध्यारो रहेछ। त्यसपछि उसले आफ्नो गोजीबाट एउटा बन्द खाम निकाल्यो र सबैलाई हेर्न भन्यो।
उत्सुक बच्चाहरूले ठामभित्र त्याउँदा त्यहाँ केही थिएन, तर बाहिर भने एउटा ठुलो अक्षरमा लेखिएको थियो, सत्य यहाँ लुकाइएको छ। भिडका एक व्यक्तिले सोधे, यसभित्र त केही छैन, हामी के हेर्ने? त्यो मान्छेले मुसुक्क हाँस्दै भन्यो, ठाम त भरिएको छ साथी, तिम्रा आँखा पो रित्ता छन्। यसरी लौका समाप्त हुन्छ। 2082 माघ 1 गते लेखेर प्रेषित गर्नुभएको यस कथालाई आदरणीय साहित्यकार प्राध्यापक डाक्टर पशुपति सिंहलाई धेरै धन्यवाद। उहाँले निहालिरहनु भएको छ भने पनि मैले कसरी वाचन गरेँ शुद्ध भयो भएन त कमेन्ट गर्नुहोला, यदि होइन भने पनि पछि हेर्नुहोला। सर, हजुरले यो कथाको वाचन गरिदिनुहोस्। अब रित्तो थाल रङ्गीन फिर्ता कथाको मेरो पालो आएको हो। हजुरको पाला आयो। ल, लघुकथा प्रतिष्ठान नेपालको शुक्रबारे लघुकथा विमर्श कार्यक्रममा आज कति गते? 20 गते भइसकेछ। 20 गते चैतको 20 गते 1628औं श्रृङ्खला रहेछ। धेरै दिनपछि म खेमराज पोखरेल यहाँहरू समक्ष उपस्थित भएको छु। आज धेरै दिनपछि उपस्थित भएर होला आजको प्रस्तुता सञ्जिता भट्टराई पनि सञ्जिता भट्टराई फुयाल पनि मेरो लागि नयाँ नै हुनुहुन्छ। मलाई आफैलाई पनि नयाँ नयाँ फिल भइराखेको छ, किनभने धेरै दिनपछि आज म आएको छु। सञ्जिता भट्टराईले बडो राम्रोसँगले नधकाइकन आनन्दसँग लघुकथाको वाचन गर्नुभयो। सुन्दर वाचनको लागि आजको प्रस्तुता सञ्जिता भट्टराईलाई मैले धेरै धेरै धन्यवाद भन्नुपर्छ भनेको छु। र म एकदम ढिलो नगरिकन लघुकथातिर नै प्रवेश गर्छु। सञ्जिता, आज मैले 3वटा लघुकथा मैले पढिसकेको छु होइन। 3वटा लघुकथा पढिसकेको हुनाले 3वटा लघुकथाको एउटै स्वाद छ। आजको 3टा जुन लघुकथा वाचनको एउटा त गरिसक्यो, अब 2टा जुन गर्न बाँकी छ त्यो चाहिँ एउटै स्वाद भएको हुनाले मैले के भन्न चाहे सञ्जिता भने त्यो बाँकी रहेको 2टा पनि वाचन गरिदिनु। म एकैपल्ट 3टालाई एउटै घानमा हालेर परिचर्चा गर्ने मुड चलिरहेछ मेरो आज। के भन्नु? लु भन्नु। हजुरले जे गर्नुहुन्छ म त्यही गरिदिन्छु। अरू पनि वाचन गरिदिन्छु। 2टा लघुकथा खुरुखुरु वाचन गरिदिनु। एउटै डिजाइनको लघुकथा छ क्या 3टै। अनि अब त्यसो भएको हुनाले त्यो 2टा लघुकथा वाचन गरिदिनु, त्यसपछिबाट अनि मेरो पालो आउँछ। हुन्छ सर। यो प्रतिक्रियाहरू म अलिकति हेर्छु ल सर। बिचबिचमा प्रतिक्रियाहरू हेर्नुहोस्। हाम्रो पनि बोल्दै मैले बोलिरहेको बेलामा पनि बिचमा प्रतिक्रियाहरू हेर्नुहोस्, आनन्दले एकदम चिल भएर। हुन्छ सर, हुन्छ। अब मैले केही प्रतिक्रियाहरू दिएँ। सरले आज आफ्नै टेक्निक लगाउन खोज्नुभयो, ठिकै छ सरलाई। जसरी पनि 3वटा लघुकथाको विमर्श हुने हो, मलाई पनि ठिकै लाग्यो। मनोहर पोखरेल सरले लेखिरहनु भएको छ। अहिले मैले सोधेको थिएँ, सुनिरहेको छौँ, देखिरहेको छौँ भनेर सुन्नुभयो हुनुहुन्छ त, धन्यवाद सर। नमस्कार छ, यहाँलाई पनि कार्यक्रममा स्वागत छ। राजन कार्की पाजु नमस्कार सबैमा लेख्नुभएको छ, हजुरलाई पनि नमस्कार छ, स्वागत छ। नीलम कुमार पौडेल सर लेख्नुहुन्छ, नमस्कार म्याडम, हजुरलाई पनि नमस्कार छ सर। यहाँको मुक्तकको पनि म फ्यान हो, सबै मुक्तकहरू पढ्छु। नारायणनाथ योगी लेख्नुहुन्छ, नमन गर्दछु, हजुरलाई पनि नमन छ, स्वागत छ सर। जोडिने भयो, सुरु गरौँ भन्नुभएको छ मेरो मामाजीले, ठिकै छ, मैले जोडी पनि सकेँ। राजन श्री पराजुले लेख्नुहुन्छ, शुभकामना, धन्यवाद सर, नमस्कार गरेँ, हजुरलाई पनि कार्यक्रममा मैले स्वागत गरेँ। नवदास शर्मा लेख्नुहुन्छ, नमस्कार छ सबैमा, हजुरलाई पनि नमस्कार छ, कार्यक्रममा स्वागत छ। खेम सरलाई धेरैमा देख्दैछु भनेर भन्नुभएको छ निलम कुमार पौडेल सरले, सायद धेरै दिनमा सर आएर होला, धन्यवाद। मनोहर पोखरेल सर लेख्नुहुन्छ, समय पर्दैन, विलम्ब नगरी सरलाई बढीभन्दा बढी समय दिनुपर्छ ल, ठिकै छ। 8 महिना पो भइसक्यो होला खेम सर नदेख्न पाएको, यो कुरा मैले बुझिसकेँ खेम सरकै मुखबाट। रीतिनीति पराजुले लेख्नुहुन्छ, नमस्कार, हजुरलाई पनि नमस्कार, कार्यक्रममा स्वागत छ। त्यसरी सुरेश कुमार पाण्डे लेख्नुहुन्छ, नमस्कार सबैमा। र अन्य पनि कतिजनाले मलाई निहालिरहनु भएको छ, मैले यहाँ देख्न सकिनँ होला, त्यसको लागि फेरि नमन गरेँ। दोस्रो लघुकथा सरले भने वाचन गर्नतिर जाने है त सर।
हो ठिक छ दोस्रो तेस्रो सक्दिन। अब दोस्रो लघुकथा दृश्यको मूल्य शीर्षक रहेको छ, जसलाई रोजिनाथ मला म्यामले लेखेर प्रेषित गर्नुभएको छ र लघुकथा यसरी सुरु हुन्छ। बाबा, आज म कुन रङको सपनामा बितेँ। युवक सुलभको यो अचानकको प्रश्नले हरिको गोडा टक्क अडिए। शहरको कोलाहल भर्खरै ढोका बाहिर छुटेको थियो। हरिको हातमा एउटा झुत्रो झोला थियो, जसमा आजको मूल्य लेखेको थियो। सुलभले भित्तामा टाँसेको एउटा विदेशी विज्ञापनको चमकदार पोस्टरतिर औलायो। त्यहाँ एउटा सुकी बालक प्लास्टिकको रातो कारभित्र बसेर कृत्रिम मुस्कान छरिरहेको थियो। सुलभले आफ्ना मक्किएका औँलाहरू खुम्च्यायो। हरिले झोलाबाट एउटा कडा र चिसो रोटी निकाल्यो। सुलभले त्यो रोटीलाई हातमा लिएर त्यसलाई पोस्टरको कारसँग गाड्दै हावामा नचायो। कोठाभित्रको शून्यतामा ती दुई वीरको संवाद शब्दमा होइन, अभावको नयाँ व्याकरणमा अनुवाद भइरहेको थियो। सुलभले रोटीको टुक्रा टुक्दै भन्यो, बाबा, यो विज्ञापनको बच्चालाई भोक लाग्दैन होला, किनकि उसले हाँस्नका लागि मात्रै खान्छ। हरि निशब्द भयो। उसको झोलाभित्र अझै केही रहस्य बाँकी थियो, सायद भोलिको थप अभाव वा एउटा नयाँ विज्ञापन। अन्त्यमा सुलभले मधुरो स्वरमा भन्यो, चिन्ता नगर्नुहोस् बाबा, म अगाएको अभिनय गर्छु। तपाईँ मेरो पेटको रित्तो आवाज र सङ्गीत सम्झेर सुन्नुहोस्। समाप्त भयो। 2082 चैत 3 गते भेटघाट चोक उदयपुरबाट लेखेर धन्यवाद म्यामलाई। यो कथा पनि मैले समाप्त गरेँ। अब स्वागत भने चाहिँ म तेस्रो लघुकथा वाचनतिर जाउँ सर। एकदम राम्रो। तेस्रो लघुकथा रहेको छ रित्तो थाल, जसलाई प्रेषित गर्नुभएको छ आदरणीय नन्दलाल आचार्य। अब लघुकथा चाहिँ सुरु हुन्छ। टेनामा आफ्नै आन्द्राको रङ देखिन्छ अरे। कहिले हेऱ्यो? छिमेकीको पक्षले समीरलाई पछ्यायो। त्यस वक्त ऊ बजारबाट फर्किँदै थियो, पसिना बेचेर। एक समय गाउँमा आमाले पकाएको भातको गन्धले पेट होइन मन अगाउँथ्यो। अहिले सहर चम्किलो तर स्वादहीन छ। भित्तामा टाँसेका खानाका तस्बिरहरू मुस्कुराइरहेका थिए। उसको कोठामा भने दिनदेखि चुलो चिसो थियो। सिमसिमे पानी परिरहेको थियो, तर त्यो पानीले भोक भुलाउँदैन, यो उसले धेरै पटक बुझिसकेको थियो। हल्दीका नोटहरू न्याना थिए, तर निरुपयोगी। सायद ती पसिनासँग मात्र साटिन चाहन्थे, जीवनसँग होइन। कुनामा मुसो निस्पन्द थियो। कोठा अस्वाभाविक रूपमा शान्त। समीरले रित्तो थाल उठायो। क्षणभर आँखा चिम्लियो, आमाको भात सम्झ्यो। फेरि आँखा खोल्दा थाल फेरि खाली नै थियो। ऊ हल्का हाँस्यो। झोलाबाट सानो पुरिया मुसा मार्ने दबाई निकाल्दै आफै गुनगुनायो, आज सायद भोकको अन्त्य हुन्छ, कसैको हेर्न बाँकी छ। यसलाई लेखेर 2082 चैत 5 गते गोलबजार 4 छिरा मधेस प्रदेशबाट प्रचलित गर्नुहुन्छ धन्यवाद। यो कथा मैले पढ्नु। यसरी मैले 3वटै लघुकथाहरू वाचन गरिसकेँ। अब सरहदुको पालो आयो। हजुरले भन्नुभएको छ एकैचोटि गर्नुहोस् हजुर। अब सञ्जितालाई मैले के भने सञ्जिताले लघुकथा वाचन गरुन्जेल म एकदम ध्यान लाएर सुनेर बसेको छु। अब सञ्जिताको पालो सुन्ने र बीचबीचमा प्रतिक्रिया लिँदा पनि हुन्छ, केही छैन। हाम्रो यो एकदम इजी कार्यक्रम हो। म सुरु गरौँ होइन त? अब हुन्छ सर। ल, आज 3वटा लघुकथा जुन वाचन गरियो, प्राडा पशुपति भुइँहालको, अनि हाम्रो रोजिना धमलाको र नन्दलाल आचार्य सरको। यो 3वटा लघुकथालाई एक हरफमा भन्ने हो भने उत्तर आधुनिकवादमा आधारित भएर लेखिएको लघुकथा भन्न सकिन्छ। यो 3टै कथालाई एउटा के भने उत्तर आधुनिक टुल्स प्रयोग गरेर, उत्तर आधुनिक साहित्यमा आएको उत्तर आधुनिक टुल्स प्रयोग गरेर गर्न सकिन्छ। अब त्यसो भएपछि मैले आज एउटा कुरा यहाँ के भन्न थालेँ भने यो उत्तर आधुनिक भनेको के हो र उत्तर आधुनिकको टुल्स भनेको के हो भनेर थोरै अलिकति यो पोस्ट मोडर्निजममा लेख्ने साथीभाइहरूलाई सजिलो होस् भनेर
मैले यो अलिकति भन्न चाहेको हुनाले आज 3टा लघुकथा पहिले नै वाचन गरौँ न भनेको कारण चाहिँ त्यो थियो। जस्तो हामीले अहिलेसम्म परम्परावाद भन्छौँ, एउटा आधुनिक काल भन्छौँ, परम्पराको काल, आधुनिक काल, उत्तर आधुनिक काल र अत्याधुनिक काल। मोटामोटी अहिले हामीलाई काललाई 4 भागमा विभाजन गर्न सक्छौँ। यो 4वटा भागले परम्परादेखि अत्याधुनिकसम्मले साहित्यमा व्यक्त गर्ने कुरा भनेको चाहिँ के हो भने मानवको समस्यालाई उजागर गर्ने हो। आफ्ना तरिका छन्। परम्परावादको आफ्नो तरिका छ, आधुनिकवादको आफ्नो तरिका छ, उत्तर आधुनिकवादको आफ्नो तरिका छ, अत्याधुनिकवादको आफ्नो तरिका छ। परम्परावादले सबै कुरा, सबै सत्यहरू, सबै रियालिटीहरू भन्न सक्दैन। परम्परावादले सबै रियालिटिजहरू भन्न सक्दैन, जीवनका सबै वास्तविकताहरू भन्न सक्दैन परम्परावाद चाहिँ सभ्यता, संस्कृति, भाषा, देश, पहिरन, हाम्रो अस्तित्व भन्छ परम्परादेखि चलेर आएको कुरालाई मान्ने हुनाले उसले मान्छेको नवीनतम समस्या समाधान गर्न सकेन। नसकेपछि अनि के भयो भन्दाखेरि विज्ञानको आविष्कार सँगसँगै आधुनिक काल सुरु भयो, जसले प्रश्न सोध्न सुरु गर्यो। परम्परावादमा प्रश्न सोधिँदैन। आधुनिकवादमा आइसकेपछि प्रश्न सोध्न थालियो, यो किन यस्तो भयो, यो कसरी यस्तो भयो भनेर साइन्सको थ्योरी अफ डाउट गरेर हेर्ने, कज एन्ड इफेक्ट पत्ता लगाउने तौर तरिका आइसकेपछि मानव जीवनले, मानव सभ्यताले आधुनिकवादमा प्रवेश गर्यो। अब आधुनिकवादले पनि मान्छेको सम्पूर्ण कुराहरू भन्न सकेन। उसले पनि सम्पूर्ण मान्छेका समस्याहरूलाई, मान्छेका कथाहरूलाई एकदम माइनरली यथार्थ भनेर भन्न सकेन। त्यसो भइसकेपछि अनि साहित्यमा उत्तर आधुनिक काल भनेर आयो, जसलाई अङ्ग्रेजीमा पोस्ट मोडर्निटी भनेर भनिन्छ। अब यो पोस्ट मोडर्निटी चाहिँ के हो त भन्दाखेरि यसको एउटा टुल्स भनेको चाहिँ हाइपर रियालिटी भन्छ। रियालिटी सबैले भन्छ, परम्परावादले पनि मैले भनेको रियल हो भन्छ, सत्य हो भन्छ। आधुनिकवादले पनि मैले भनेको चाहिँ सत्य हो भन्छ। उत्तर आधुनिकवादले चाहिँ त्यो सत्यमाथि पनि हाइपर रियालिटी, चरम सत्य, त्योतिर पुर्याउँछ यसले। त त्यसैले एउटा यसको चाहिँ परम्परावाद र आधुनिकवादले भन्न नसकेको कुरा, हाइपर रियालिटीको कुरा जो एकदम वास्तवमै हो, त्यो कुरा चाहिँ उत्तर आधुनिकवादले प्रश्न पार्छ। जस्तो म एउटा उदाहरण भनौँ, यद्यपि त्यो उदाहरण प्रिय हुन्छ हुँदैन मलाई थाहा छैन, तर परम्परावादले के भन्छ भने श्रीमान श्रीमतीको सम्बन्ध एकदमै एकदमै यस्तो हो कि यो 7 जन्मको हो, यसलाई त एकदमै कन्टिन्यू गर्नुपर्छ भन्ने थट राख्छ, एकदम कन्टिन्यू जानुपर्छ भन्छ। आधुनिकवादले प्रश्न तेर्स्याउँछ, के यो हो त अनि होइन भनेपछि अलिअलि डिभोर्सका कुराहरू आउँछन् आधुनिकवादमा। अब उत्तर आधुनिकवाद आइसकेपछि चाहिँ त्यो भित्र पसेर के फ्यामिलीमा हामी सन्तुष्ट छौँ, के समाजमा हामी सन्तुष्ट छौँ, के समाजले एक्जिस्ट गरिरहेको छ भनेर हामी सत्यको त्यो बिन्दुमा पुग्न चाहन्छौँ जहाँ जो चाहिँ साँच्चै सत्य होस्, जो चाहिँ अत्यन्त ठुलो सत्य, त्यसलाई चाहिँ नै हाइपर रियालिजम अथवा हाइपर रियालिटी भनेर भनिन्छ। अब यो यही हाइपर रियालिटीमा यी 3टा कथा लेखिएका छन्। यस्तो चाहिँ कस्तो हुन्छ भने कथाहरू विशृङ्खलित भएर आउँछन्। हामीले त्यो 3टै कथा पढ्यौँ भने कतिपय मानिसहरूले मलाई लाग्छ त्यो बुझेको पनि छैन होला जस्तो लाग्छ मलाई। त्यो विशृङ्खलित भएर आउँछन्, घटनाहरू आउँछन्, सल्ल बगेर आउँदैनन्, एकदम विशृङ्खलित भएर
कताबाट एउटा घटना अर्को घटना अर्कोतिरबाट आउँदै आउँदै अनि चाहिँ के गर्छ भने विपर्यास अवयवमा पुगेर विपर्यास बिन्दुमा पुगेर एउटा थीम बनाउँछन्। यसको विषय उत्तर आधुनिकको कुरा चाहिँ उत्तर आधुनिक चिन्तन भनेको कथाहरू विशृङ्खलित भएर आउने, घटनाहरू विशृङ्खलित भएर आउने, भनेको अनुसार नआउने, आफूले सोचेको अनुसार नआउने र विपर्यास हुँदै हुँदै जोडिएर एउटा थीम निर्माण गर्छन्, भन्न खोजेको कुरा भन्छन्। त्यो चाहिँ यो भन्छ पोस्ट मोडर्निज्मको एउटा टुल छ। पोस्ट मोडर्निज्मको एउटा टुल चाहिँ यो घटनाहरू विशृङ्खलित भएर आउने र विपर्यास हुँदै हुँदै एउटा थीममा पुगेर एउटा कुरा भन्ने भयो। अब यो यस्तो सत्य हो हाइपर रियालिटी भनेको कि त्यो परम्परावादले पनि भन्न सक्दैन, आधुनिकवादले पनि भन्न सक्दैन। त्यसैले हामीलाई उत्तर आधुनिकवाद चाहियो र यो उत्तर आधुनिकवादमा यो लेखिएको छ। यो चाहिँ यसलाई अर्कोतिरबाट हामीले भन्ने हो भने म्याजिक रियालिजम पनि भन्न सकिन्छ। जादु देखाएको जस्तो, जादुमा रुमालले छोपेर परेवा देखाएको, परेवा सत्य हो, त्यो परेवा असत्य चित्र बनाएको होइन, त्यो परेवा पनि सत्य हो, उसले रुमालले छोपेको पनि सत्य हो। तर यसरी म्याजिक रियालिजमको तरिकाबाट यो कृतिहरू लेखिन्छ, साहित्यहरू लेखिन्छ। अनि यसमा मैले अघि भने त्यसो भएको हुनाले यसमा स्वैर कल्पनाको एकदमै धेरै प्रयोग, अन्तर्कथात्मकता अथवा एउटा कथामा अर्को कथा जोडिएर आउने त्यो हुन्छ र विधा भञ्जन पनि हुन्छ। यसमा विधाभित्र बसेर विधा भञ्जन पनि हुन्छ र एक वाक्यमा, अहिले हामीले यो लघुकथा हेऱ्यौँ भने एक वाक्यमा एउटा कथा छ, एउटा परिवेश छ र यो भनेको मेटाफिक्सन हो। यसलाई बहुकथा भन्न सक्छौँ हामी। उत्तर आधुनिक टुल्समा राखेर यी तीनवटा आज वाचन गरेका लघुकथालाई हामीले हेऱ्यौँ भने यो लघुकथा धेरै राम्रो छ। अब म कथावाही जान्छु। तपाईलाई केही लिनुपर्ने छ भने, प्रतिक्रिया लिनुपर्ने छ भने लिनु। म अब कथावाही जान्छु। मैले यहाँ अर्को डिभाइसबाट देखिरहेको छुइनँ, यहाँ कतिजनाले निहालिरहनु भएको त्यो देखाएको छु। अर्को डिभाइस त्यो साथीकोमा अगाडि यहाँ चलाउनु चलिरहेको छैन, हजुरले हेर्नु न। होइन, म पनि हेर्न भ्याउँदिनँ। अनि अब त्यसो भए म लघुकथातिर प्रवेश गरौँ त। ठिकै छ। अब सम्पूर्ण हेरिरहनु हुने, कमेन्ट गर्नुहुनेलाई धन्यवाद। के कमेन्ट गर्नुभयो देख्नु भएन। तर एकजना मैले यहाँ अम्बिका बास्तोला नामको मेरो साथी देखिरहेको छु, उहाँले पहिला पनि कार्यक्रम चलाउनु भएको थियो अरे भन्ने अहिले यहाँ भेट भएको छ बारा तालिम केन्द्रमा। उहाँलाई फेरि मैले आउन अनुरोध गरेँ कार्यक्रममा। मिठो बोल्नुहुन्छ होइन, कार्यक्रम मार्फत नै जानकारी गराए हुनुहुन्छ। त्यही पनि सर, अब हजुरले प्रतिक्रिया नलिनु भने सबै प्रतिक्रिया दिनेहरूलाई मैले पुष्ट नमन गर्दै मैले केही देख्नै सकिनँ, अर्को डिभाइस पनि चलेन। हजुर अगाडि बढ्नुहोस्। अब त्यसो भए म लघुकथा रङ्गीन तिर्खातिर लागेँ। सबैले सुनिरहेको, सबैले याद गर्नुपर्ने, अघि मैले माथि भनेको कुरालाई याद नगरिकन यो लघुकथा बुझिँदैन। यो हाइपर रियालिटीमा को आधारमा लेखिएको छ। यो यथार्थ मात्र होइन, हाइपर एकदम रियालिटीको एकदम चरम उत्कर्षमा पुगेर लेखिएको छ होइन। त्यसो भएको हुनाले यसमा चाहिँ कथाहरू विपर्यास भएर आउँछन् भनेर मैले माथि भने जस्तो यसको शीर्षक छ रङ्गीन तिर्खा। यो रङ्गीन तिर्खा आफै नै हामीले हेऱ्यौँ भने विसङ्कलित भएर आएको छ। त्यसैले यो उत्तर आधुनिक थीममा लेख्दाखेरि यो शीर्षक मिलेको छ। जस्तो कस्तो हुन्छ भने निलो आकाशबाट, यसको पहिलो लाइन छ, निलो आकाशबाट अचानक रातो पानी पर्न थाल्यो। यहाँनिर दुईटा कथा भयो। आकाश चाहिँ निलो छ, निलोबाट निलो झर्यो भने त्यो स्वाभाविक कुरा भयो, परम्परागत कुरा भयो। तर उहाँले के लेख्नुहुन्छ यहाँ भने निलो आकाशबाट अचानक रातो पानी पर्न थाल्यो। पानी त पर्यो तर भुइँ रुझेन। यो विपर्यास हो। निलोबाट रातोमा आउने, पानी पर्ने तर नरुझ्ने।
यसै गरी यो लघुकथाभित्र हामीले हेर्यौं भने हरेक वाक्यमा यस्तै विपर्यास, विशृङ्खल, जादु जस्तो, अघि मैले म्याजिक रियालिजम भनेको थिएँ, यो म्याजिक रियालिजममा चाहिँ के हो भने निलो आकाशलाई रातो कपडाले छोपिदियो, पानी चाहिँ पर्न थाल्यो रातो तर भुइँ चाहिँ भिजेन भनेपछि यो म्याजिक रियालिजमको आधारबाट यो लघुकथाको निर्माण भएको छ। र मैले यो लघुकथा सबै पढ्दिनँ, यो लघुकथा मजाले एकपल्ट सबैले पढ्ने हो भने यस्तै यस्तै विपर्यासहरू पाइन्छ, यस्तै यस्तै सबै लाइन, हरेक वाक्य नै यही म्याजिक रियालिजममा आएको छ। म्याजिक तरिकाले, जादुको तरिकाले अथवा हाइपर रियालिजमको तरिकाले निष्कर्षमा पुग्न खोजिएको छ। त्यसैले एकदम राम्रो छ। अब यसको निष्कर्ष चाहिँ के हो त? यो कथा, यो लघु कथाको चाहिँ निष्कर्ष के हो त? यो निष्कर्ष के हो त? यहाँ हामीले अनेकौं विपर्यासहरू देख्छौँ। बन्द खाम निकाल्यो, सबैलाई हेर्न लगायो, बन्द खाममा सत्य यहाँ लुकाइएको छ भने छ, भरे केही पनि छैन भनेर यसरी आउँदै आउँदै कन्क्लुजनमा चाहिँ लघु कथा कसरी आयो त भन्दाखेरि मानिसले कुनै पनि कुरा होइन भन्नै पाउँदैन। यदि हो भने दण्डित हुनुपर्छ। यो कथाको सार हो। आफूले जस्तो त्यहाँ माथि भनिएको छ, रित्तो खाम छ, भिडको एक व्यक्तिले खाम रित्तो देखिरहेको छ, त्यो अर्को मान्छेले भन्छ खाम त भरिएको छ साथी, तिम्रो आँखाहरू पो रित्ता छन् भनेर पनि छ। रित्तो खाम भए पनि आँखाहरू उसले भरिएको भन्नुपर्छ। हाम्रो समाजको एउटा चित्रण, विद्रूप चित्रण, हाइपर रियालिटी भएर भनेको जस्तो यसलाई हामी जता जता लगे पनि हुनुहुन्छ। श्रीमान श्रीमतीको बीचमा प्रेम छैन भने पनि प्रेम छ भन्नुपर्छ, माया गरेका छैन भने पनि माया गरेका छ भन्नुपर्छ। अथवा समाजमा जुनसुकै कुरा, धर्मको कुरा गरौँ, सभ्यताको कुरा गरौँ, जहाँ पनि यो थ्योरी लागू हुन्छ। होइन, थाहा छ ढुङ्गा भगवान छैन, थाहा छ, सबलाई थाहा छ, तर भगवान भन्नुपर्छ। त यो हाइपर रियालिटी हो। ढुङ्गामा भगवान हुन्छ भन्यो भने परम्परागत रियालिटी हो। तर हाइपर रियालिटीमा आउँदाखेरि के हो भने छैन, हो त्यो थाहा छ त्यहाँ छैन, तर हो भन्नुपर्छ भनेर यसको थीम चाहिँ के हो त भन्दाखेरि समाजमा भएका अनेकन त्यहाँ चाहिँ उहाँले लेख्नु भएको छ। बजारमा नभएको वस्तु मान्छेले किन्नुपर्छ, यो आदि इत्यादि। अन्धोले उज्यालो समाते भन्छ होइन। यो सबै के को एउटा हो भन्दाखेरि मान्छेले यस्तो विपर्यास जिन्दगी बाँच्नुपर्छ कि उसलाई थाहा छ यो होइन तर हो भन्नुपर्छ भन्ने एकदम वर्तमान मान्छेको समस्या। चेतना छ, चेतना भएर उसले भन्छ तर त्यो भन्न सक्दैन, उसले सोसाइटीले त्यसरी गर्छ भन्ने थीममा यो लघुकथा लेखिएको छ। त्यसैले हाइपर रियालिटीको यो एकदमै राम्रो लघुकथा हो, किनभने यसले मान्छेको जीवनलाई चाहिँ बतायो। र यो कथा चाहिँ, यो लघुकथा चाहिँ एन्डरसनको यो इम्पेरर्स न्यू क्लोथ भन्ने एउटा स्टोरी छ, पहिला हामीले पढेका छौँ अङ्ग्रेजीमा। राजा चाहिँ नाङ्गै सडक हिँड्दाखेरि कसैले नाङ्गो भन्न सक्दैन र एउटा सानो बच्चाले र त्यो राजा त नाङ्गै छ भन्छ भन्ने जस्तै थिममा, त्यो थिमलाई पक्रिएर विपर्यास प्रयोग गरेर म्याजिक रियालिजम, जादुको वास्तविकता र हाइपर रियालिजमको आधारमा यो लघुकथा लेखिएको छ। त्यसैले यो राम्रो छ। मैले यो एउटा लघुकथाको सकेँ सञ्जिता। अब यो मैले आज कस्तो समस्या भएको छ भने हाम्रो डाक्टर साहब पशुपति फ्रेन्डलाई मैले चिनेको छैन। उहाँ के विषयको कथा हो कसो हो मलाई थाहा नभएको हुनाले म अलिअलि मैले उहाँको लघुकथाको बारेमा भने। अब दोस्रो रोजिना धमलाको छ, सायद मैले रोजिना धमलासँग पनि मैले पनि चिनेको छैन। दृश्यको मूल्य भन्ने छ, बडो सुन्दर लघुकथा लेख्नु भएको छ। यो पनि उत्तर आधुनिक थिममा छ।
यहाँ पनि त्यस्तै छ, ठ्याक्कै त्यही फर्मुला अपनाइएको छ। जस्तो हरिको हातमा एउटा जुत्रो झोला थियो जसमा आजको मूल्य लुकेको थियो, झोलाभित्र मूल्य लुकेको थियो भनेको यो अब जादु जस्तो। यसलाई मात्रै पढ्यो भने झोलाभित्र कहाँ मूल्य हुन्छ भनेर भन्न सकिन्छ। तर त्यसैले यसले पनि के गर्छ भने जादुमय तरिकाले आउँदै जान्छ, कथावस्तु अगाडि बढ्दै जान्छ। प्लास्टिकको सानो कारभित्र बसेर कृत्रिम मुस्कान छरिरहेको थियो। कार रियल होइन, तर ऊ रियल ठानिरहेछ। आफ्ना मक्किएका औँलाहरूलाई खुम्च्यायो भनेर अनि रोटीलाई चाहिँ यसरी घुमायो भनेर भनिराखेको छ। यी दुई बीचको संवाद शब्दमा होइन अभावको नयाँ व्याकरणमा अनुवाद भइरहेको थियो। उनीहरू पुरा संवाद त गरिरहेछन् दुईजना, तर शब्दमा होइन। केमा त भन्दाखेरि अभावको नयाँ व्याकरणमा अनुवाद भइरहेको थियो। एउटा गरिबको कुरा अर्को गरिबले बुझ्ने भने जस्तो। अब यसलाई उहाँले के गर्नुभयो त भन्दाखेरि यसलाई यो लघुकथा सक्दा नसक्दा उहाँले एउटा गजबको थिम प्रस्तुत गर्नुभयो अघिको लघुकथामा जस्तै। यहाँ धेरै टुक्राहरू, धेरै अनेक साना साना कथाहरू जोड्दै 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 लिएर आएर लास्टमा उहाँले चाहिँ एउटा चाहिँ सन्देश प्रवाह गर्नुभयो। त्यो सन्देश भनेको के हो भने सुलभले मधुरो स्वरमा भन्यो, चिन्ता नगर्नुहोस् बाबा, आज म अघाएको अभिनय गर्छु। यो ज्यादै महत्त्वपूर्ण कुरा हो। अघाएको अभिनय गर्ने, अघाएको होइन, अघाएको अभिनय गर्छु। तपाईँ मेरो पेटको रित्तो आवाजलाई सङ्गीत सम्झेर सुत्नुहोस्। यो एकदमै गजब। अब यो के भनेको भने अब यो हाइपर रियालिटीमा छ। यो पनि भनेको छैन म त्यहाँ भोकै छु, मर्न आँटे, एक दिन खाएको छैन, पेट दाम्रियो भनेको छैन कहीँ पनि। तर त्यो वाक्य, जुन वाक्य उहाँले प्रयोग गर्नुभएको छ, जसरी लघुकथाको विनिर्माण भएको छ, त्यसले के भन्छ भने विश्वमा रहेको अजङ्गको भोकको पीडा यसले अभिव्यक्त गरेको छ। हामी अभिनय गरिरहेछौँ, भोकले पनि अगाएको अभिनय गरिरहेको छ। त भनेपछि यो अभिनयमा यो संसार चलेको छ र त्यही अभिनयको रित्तो पेटबाट सङ्गीतहरूको सम्झिनु परेको छ भन्ने समाजका विपर्यास चित्रहरूलाई यो लघुकथाले व्यक्त गरेको छ, जसमा यसको थिम चाहिँ विश्वमा रहेको अजङ्गको भोकको पीडा कस्तो हुन्छ भनेर अभिव्यक्त भएको छ। मानिस अघाएको अभिनय गर्न व्याप्त छ। हामीले हेर्यौँ भने हाम्रा जीवनमा सूक्ष्म रूपले हेर्यौँ भने हामी एकदम गजब पाउँछौँ। जस्तो हामी दुवैजना अहिले आज प्रस्तोता पनि, म पनि शिक्षक भएको, समाजमा निस्केर हेर्दाखेरि हामी भयङ्कर जान्ने, भयङ्कर गुणी, भयङ्कर ठुलो पैसा पनि कमाएको, किनभने त्यति पनि भेटेको छैन मान्छेले, एकदम हाम्रो चाहिँ हुन्छ। तर हामीले जब आफ्नो व्यक्तिगत जीवन भोग्छौँ, हामीले पनि ज्ञान भएको, बुद्धि भएको, पैसा भएको अभिनय नै गर्नुपर्छ। खासमा हामीसँग न ज्ञान हुन्छ, न बुद्धि हुन्छ, न सम्पत्ति हुन्छ, केही पनि हुँदैन, तर हामी समाजमा अभिनय नै गर्छौँ। र यसरी अभिनयबाट संसार चलिरहेछ भनेर यहाँ चाहिँ भोक लागेको मान्छेले अघाएको अभिनय गरेको कुराहरू अभिव्यक्त भएको छ। ज्यादै सुन्दर लघुकथा लेख्नु भएको छ रोजिनाले। अब हामीसँग 10 मिनट बाँकी छ। म 10 मिनटमा सक्ने कोसिस गर्छु। फेरि पनि प्रतिक्रियाहरू त छैन होला। म नन्दलाल सरतिर प्रवेश गर्छु। अब के भयो, केही छ? एकछिन प्रतिक्रिया म लिन्छु। यहाँ देखियो भने यहाँ कतिजनाले कमेन्ट गर्नु भएको छ, अलिअलि देखेँ मैले। ल कमेन्ट भन्नुहोस् त। त्यसो सुरेश कुमार पाण्डे लेख्नुहुन्छ, मेनको सुन्दर वाचन, धन्यवाद छ, कार्यक्रममा स्वागत गरे। अनि फेरि लेख्नुहुन्छ मार्मी लघुकथा नन्दलाल सरको भनेर, धन्यवाद हजुरलाई। विमला डियो लेख्नुहुन्छ, नमस्कार सयमा, हजुरलाई पनि नमस्कार, कार्यक्रममा स्वागत छ। अनि अन्ततिर छौँ, त्यही पनि स्वागत गरिरहेको छ। एन्जल निलो लेख्नुहुन्छ, हार्दिक नमन हेमराज सर लगायत सम्पूर्णमा। हजुर म्याम, हजुरलाई पनि नमस्कार।
कार्यक्रममा स्वागत छ। अघि निहालिरहनु भएको छ। प्रार्थना खनाल लेख्नुहुन्छ उत्कृष्ट समीक्षक हेमराज मामा सुन्दर वाचक सहिता म्यामलाई सम्पूर्ण साहित्यिक मनोरमा हार्दिक नमन गरेँ। हजुरलाई पनि मैले पण्डित रामकुमार सरले म्यालले निहाल्दै हुनुहुन्छ। म यहाँ देख्दै थिएँ। नमस्कार सरले पनि लेख्नुभएको छ। नमस्कार हजुरलाई। मनोहर सरले यहाँ कथा समर भण्डारी सर लेख्नुहुन्छ हार्दिक नमन। सरलाई पनि हार्दिक नमन छ। कार्यक्रममा स्वागत गरे। मनाथ दाहा लेख्नुहुन्छ सबैमा नमस्कार। हजुरलाई पनि नमस्कार छ सर। कार्यक्रममा स्वागत छ। अन्तमा भए पनि मैले यो पढ्ने अवसर पाएँ। अघि देखिरहेको थिइनँ। मोक्ष खतिवडा लेख्नुहुन्छ नमस्कार शर्मा। हजुरलाई पनि नमस्कार। र यसमा नै अरू जसले मलाई निहालिरहनु भएको छ, यहाँ धेरैजनाले सुरुदेखि नै निहालिरहनु भएको छ, उहाँहरू सम्पूर्णलाई आजको प्रस्तुता फेरि पनि पुष्ट हार्दिक नमन गरे। आज कार्यक्रमको तारतम्य अलिक फरक भएको थियो। एका लगातार लौकथा वाचन, त्यसपछि लगातार विमर्श भइरहेको छ। सर एउटा समाप्त लौकथा विमर्श गर्न बाँकी छ होइन? अब एउटा बाँकी छ, म सकिहाल्छु। ल हजुर सर सुरु गर्नु। ल अब आजको हाम्रो तेस्रो लौकथा रित्तो थाल नन्दलाल आचार्य सरको रहेको छ। वाचन अघि नै भइसकेको छ। अब नन्दलाल आचार्य सरको बारेमा भन्नै परेन। उहाँ एकदम नयाँ नयाँ प्रयोग गर्नुहुन्छ, नयाँ नयाँ खोज गर्नुहुन्छ। आजका यी लौकथाहरू नन्दलाल सरकै कुराबाट यी आएको होलान् भन्ने मैले अनुमान गरेको छ। नन्दलाल आचार्य सर ले उत्तर आधुनिक थिममा यो लौकथा लेख्नु भएको छ। आजका तिनटै लौकथा उत्तर आधुनिक थिममा छन्। उहाँले पनि अघि अहिले मैले माथि भनेका पोस्ट मोडर्निजमका टुल्सहरू, उत्तर आधुनिकताका जुन सूत्रहरू के हुन् त भन्दाखेरि जस्तो चाहिने मेटा फिक्सन भन्ने, अनि मैले हाइपर रियालिटी भने, अनि अब म्याजिकल रियालिटी भने, त्यो सूत्रहरू यसमा प्रयोग गर्नुभएको छ। उहाँले पनि ऐनामा आफ्नै आन्द्राको रङ देखिन्छ अरे। आन्द्रा देखिनु भनेको भोक लाग्नु। अनि यो उहाँले पनि त्यसै गरी हरेक वाक्यमा विपर्यास छ। घटनाहरू, कथाहरू एउटा वाक्यमा एउटा कथा, अर्को वाक्यमा अर्को कथा, अर्को वाक्यमा अर्को कथा गर्दै गर्दै जोडिँदै आएर उहाँले लघुकथाको समापन चाहिँ कसरी गर्नुभयो त भन्दाखेरि आज सायद भोकको अन्त्य हुन्छ। मुसा मार्ने दबाई ल्याएर निकाल्दैछ। आज सायद भोकको अन्त्य हुन्छ। कसको हेर्न बाँकी छ भनेर भन्नुभएको छ। यहाँ एउटा बडो गजबको लघुकथामा चाहिने कौतूहलता बनाइदिनु भएको छ। यो भोकको अन्त्य कसको हुन्छ त मुसाको दबाईले, मुसाको विषले भन्ने एउटा पाठकलाई छोडिदिनु भएको छ यसमा। अनि यो लघुकथाको पनि सार चाहिँ उत्तर आधुनिक थिममा लेखिएको हुनाले यसको पनि के छ भन्दाखेरि गरिबीको विदीर्ण चित्र यो लघुकथाले उतारेको छ। खल्तीका नोटहरू न्याना त छ, तर उपयोग थिएन। यसलाई हामीले एकछिन के गरौँ भने कुनै एउटा पैसा बोक्ने भरियाको खल्तीमा नोट त छ, त्यो रियालिटी उहाँले यहाँ ल्याउनु भएको छ। पैसा बोक्ने भरियाको खल्तीमा नोट त छ, उसले उसलाई न्यानो पनि गरेर आएको छ, तर त्यो उसको लागि निरुपयोगी छ। यो थिम उहाँले पक्रिनु भएको छ। अनि त्यो पसिना चाहिँ त्यो रुपियाँ चाहिँ, त्यो नोट चाहिँ पसिनासँग मात्र साटिन चाहन्थे, जीवनसँग होइन। उसले काम गरेको मात्रै पाउँथ्यो, उसको जीवनसँग त्यो नोटको थिएन। आमाको भात सम्झियो, फेरि आँखा खोल्दा गरिबी कस्तो थियो त भन्दाखेरि आमाले केटाकेटीमा खुवाएको भात सम्झियो, उसँग केही पनि छैन। आँखा खोल्दा फेरि थाल चाहिँ रित्तो।
यसरी विश्वमा नै भइरहेको गरिबीको विदृढ चित्रलाई यो लघुकथाले अभिव्यक्त गरेको छ। अब यो टुल्स भन्दा अर्को टुल्स प्रयोग गरेर, परम्परागत टुल्स प्रयोग गरेर भनेको भए के हुन्थ्यो भने करुणा हुन्थ्यो, यो बिचरा खान पाएको छैन भन्ने हुन्थ्यो। तर यो उत्तर आधुनिक टुल्सले गर्दाखेरि चाहिँ लघुकथाले एकदम हाइपर रियालिटी, रियल मान्छेको संवेदनाको रियल भित्र पसेर यो लघुकथा लेखिएको छ। त्यसो भएकोले आजका तिनटै लघुकथा राम्रो छ। म अब एक थोक मात्रै भन्छु। आजको तिनटै लघुकथा मलाई चाहिँ अलि दुरूह लागे। सञ्जितालाई कस्तो लाग्यो मलाई थाहा छैन, अलिक बुझ्न गाह्रो, अलि मलाई खोकीसोकी पनि लागिरहेछ। त्यसै भएर अनि उत्तर आधुनिकका लघुकथा लेख्दाखेरि लघुकथाकारलाई च्यालेन्ज के हुन्छ भने त्यसलाई सरल कसरी बनाउने, पाठकले बुझ्ने कसरी बनाउने भन्ने एउटा च्यालेन्ज हुन्छ। त्यसो भएको हुनाले यी लघुकथा जति छन्, यो ताजाका तिनैवटा लघुकथाहरू अलि गाह्रो छ, अलि धेरै नै भाव बोकेको छ, धेरै नै विपर्यास चित्र बोकेको छ। त्यहाँ कथामाथि कथा छ, विपर्यास कथा छ, एउटा कुरा अर्कोमा गएर निक्लन्छ। त्यसो भएको हुनाले एउटा सुझाव मैले आज भनौँ न, सुझाव चाहिँ के भन्दाखेरि एउटा भने सरल बनाउन कोसिस गर्नुपर्छ, थिम मान्छेले बुझ्नुपर्छ। पढ्ने पाठकले उत्तर आधुनिकको थिम चाहिँ बुझ्नुपर्छ। यो अलिकति अझै सरल बनाउन प्रयास गर्न मैले एउटा सुझाव यो गरेँ। यो चाहिँ उहाँहरूलाई। अब अर्को चाहिँ कुरा के भन्ने भयो भने अरू लघुकथा लेखिरहनु भएका साथीभाइहरूलाई यदि उत्तर आधुनिक थिममा लेख्नुहुन्छ भने हाइपर रियालिटी अति यथार्थ मात्रै होइन, अति यथार्थ, मनकै कुरा, भित्रकै कुरा त्यो चाहिँ लेख्न सक्नुपर्छ। बाहिरको लेपन लेखेर उत्तर आधुनिक हुँदैन। त त्यो एउटा कुरा भयो। त्यसो भएको हुनाले अन्तिममा यो मैले के भने आख्यान हो, आख्यानको तत्त्वहरू पनि यसमा हामीले हाल्नै पर्छ। पात्र हुनु पर्यो, अलिअलि परिवेश पनि हुनु पर्यो। अनि लघुकथा भएको हुनाले लघुकथामा छोटो हुनु पर्यो। आजका तिनटै लघुकथा छोटा छन्। क्षणिकता हुनु पर्यो, टाइम। आज मोटामोटी मेरो विचारले हामी यसलाई टेम्पोरालिटी भन्छौँ। क्षणिक पनि छन्, त्यो कालखण्ड पनि एकदम लामो समयमा घटेको छैन, त्यसैले यो राम्रो छ। प्रभावकारिता एकदमै राम्रो छ। तिनटै लघुकथाको प्रभावकारिता, थिममा एकदम सशक्त थिम हालेको छ। तर मैले अघि भने अलि जटिल छ, अलि त्यो थिम प्रस्तुतिहरू अलि जटिल छ। मैले पनि 3 पल्ट पढेँ, होइन हो साथीहरूले के लेखे भनेर मैले 2-3 पल्ट यसलाई पढेर मैले यो आफूले अब जानेको यसलाई मैले बताएँ भन्ने कुरा भने। र आजको तिनैवटा लघुकथाहरू एकदमै उत्तर आधुनिक थिममा लेखिएको छ, राम्रो छ, शब्द राम्रा छन्, भाव राम्रो छ, विचार राम्रो छ र हाइपर रियालिटीमा लेखिएको छ। त्यसो भएको हुनाले यो उत्तर आधुनिक थिममा लेखिएको छ। स्वर कल्पनाको प्रयोग गरिएको छ, एकदमै स्वर कल्पना पनि छ यहाँ। त्यसो भएको हुनाले गर्दाखेरि चाहिँ यो आजको तिनटै लघुकथाहरू उत्तर आधुनिक थिममा राम्रो छ। सरलतातिर जान हामीले प्रयास गर्नुपर्छ। मलाई धेरै दिनपछि आज बोल्न दिनुभयो। म अलि ठ्याक्कै अलि खोकीसोकी पनि लागिरहेछ। अनि तर अब यहाँ म मिलिसकेको पनि छैन, यो मिलिसकेको छैन। तै पनि म आएर अलिअलि मैले भनेर खास गरेर उत्तर आधुनिक थिमको लागि मैले यो कुराहरू गरेको हुनाले उत्तर आधुनिकतामा लघुकथा लेख्न चाहनेहरूले उत्तर आधुनिकताको टुल्स, एकदम रियालिटीको भित्र पस्ने हाइपर रियालिटी, एउटा विषयमा अर्को विषय आउने चाहिने त्यो, अर्को चाहिने
एउटा पढ्दै गयो अर्को कुरा भेटिने जस्ता उत्तर आधुनिक प्रयोग गर्नुपर्छ। मलाई अवसर दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद अर्पण गर्छु र म अब छुट्टिन्छु। लगभग ठ्याक्कै टाइम भयो, म बिदा मागेँ। नमस्कार। सर धन्यवाद। सरलाई खोकी पनि लागिरहेको छ, तर तातो पानी पिउनु होला। तातो पानी त्यसै गरी यहाँ श्री प्रसाद पोखरेल सरले अघिदेखि निहालिरहनु भएको छ, पछिदेखि निहाल्नुभयो। सर धन्यवाद, स्वागत सहितको धन्यवाद गरेँ मैले यहाँलाई। र यहाँ टीकाराम पोखरेल सरले पनि अन्तमा नमस्कार लेख्नुभएको छ। नमस्कार। कार्यक्रम अन्तिममा हेर्नुभयो, कति हेर्नुभयो फेरि पनि गरेर हेर्नु होला। रचना शर्मा म्याम झुलुक्क झुल्किन गाउँ जस्तो आउनुभयो, पिलिप कालीगढीबाट धन्यवाद। यस्तो पिलिप त नगर्नु होला, सुरुदेखि आउनु होला। सङ्घीय सम्मेलन नमन भएर लेख्नुभएको छ उहाँले, धन्यवाद। त्यही पनि मनोहर पोखरेल सरले कति पढेर आउनुहुन्छ, नयाँ नयाँ कुरा सिकाउनुहुन्छ भनेर खेमराज सरलाई भन्नुभएको छ, धन्यवाद। सर हजुर गइसक्नु भयो कि सुनिरहनु भएको छ? म एकदम मजाले सुनिरहेको छु, के जान्थे? ए ल ठिकै एकछिन सुन्नु, म के भन्छु अनि म समाप्त गरिहाल्छु। पानी खाँदै सुन्नु न। अघि एकजना मेरो साथीले आएर मलाई भन्नुभयो उजाड लाग्यो रे, दिक्क लाग्यो है, अब वसन्त ऋतुमा त उजाड नहुनु पर्ने हो। अनि मैले भने उजाड मन वसन्तले तपाईँको भर्न सकेन, उजाड मन वसन्तले भर्न सकेन, ऋतुराजले के गर्यो यस्तो मन खोल्नै सकेन, ऋतुराजले के गर्यो यस्तो मन खोल्नै सकेन। अब के गर्ने होला यहाँ, अब के गर्ने होला यहाँ, मनको भाव त बुझ्ने कोही भन्नै सकेन, मनको भाव त बुझ्ने कोही भन्नै सकेन। यति भन्दै आजको यस कार्यक्रमबाट अझ पनि हामी दुवैजना बिदा लिउँ ल। नमस्कार। बिदा चाहन्छु। हजुर हस् त, धन्यवाद, नमस्कार।